आज चाहिँ हामी ब्रोकरहरूको एनालाइज गर्नेछौँ। मिनिङ ब्रोकरहरूले चाहिँ कुन कुन स्टकमा लगानी गर्दैछन् र कुन कुन स्टकबाट चाहिँ एक्जिट हुँदैछन् भनेर चाहिँ हामी आज हेर्नेछौँ। र हाम्रो नेपालमा लगभग एक्ज्याक्टली त मलाई नम्बर थाहा भएन, तर धेरै ब्रोकर्सहरू छन् जसमध्ये कुनै कुनैको टर्नओभर निकै नै धेरै हुन्छन् भने कुनै कुनै चाहिँ सर्भाइभ गर्न पनि गाह्रो भइरहेको छ। र त्यो क्रममा चाहिँ मैले 10 वटा धेरै टर्नओभर हुने वा 10 टप 10 मा पर्ने चाहिँ त्यस्तो ब्रोकरहरू चुज गरेको छौँ। र त्यो ब्रोकरहरू चाहिँ यस्तो छन् कि लाइक नर्मली मोस्ट अफ द इन्भेस्टर वा ट्रेडर्सले चाहिँ त्यही ब्रोकरको फुटप्रिन्टलाई नै फलो गरेर चाहिँ स्टकहरू किन्ने गर्छन्। र यदि मेरो केसमा भन्ने हो भने चाहिँ मैले ब्रोकर नम्बर 58 नासा, 65 शेरप्रो, 62 क्यापिटल म्याक्स, 64 सन सेक्युरिटिज, 45 इम्पेरियल, 39 सुमेरो सेक्युरिटिज, 41 लिन्च, 72 हातेमालो, 74 कलर स्टक मार्केट प्राइभेट लिमिटेड 10 वटालाई चाहिँ चुज गरेको छु। र त्यो 10 वटा मध्ये अब मेरो स्ट्राटेजी जे पनि हुनसक्छ, त्यो 10 वटा मध्ये टप 5 वा ऱ्यान्डममा 5 वा 5 वटा सेलेक्ट गर्न सक्छु वा 10 वटा सेलेक्ट गर्न सक्छु, 2टा सेलेक्ट गर्न सक्छु, म जे पनि गर्न सक्छु हैन। र मेरो मेन फोकस भनेको चाहिँ स्टक भन्दा पनि स्टकको क्वान्टिटीमा चाहिँ डिपेन्ड्स हुन्छ एउटा। र प्लस यदि त्यही स्टक 10 वटा ब्रोकर मध्ये 4 वटा ब्रोकरले किनेको छ भने म त्यसलाई नै प्रिफरेन्सको रूपमा मान्ने गर्छु। अब हामी चाहिँ ब्रोकरको चाहिँ छिरफार गर्न जाँदैछौँ। सुरुमा अफकोर्स सबैले गर्ने 58 ब्रोकर वा 58 नासा सेक्युरिटिज। अब यसमा चाहिँ म विकलीमा जान्छु, किनभने म एज अ ट्रेडरको रूपमा काम गर्छु, त्यही भएर विकली गर्छु। विकलीमा यदि हेर्नुहुन्छ भने एफएमडिबिएल स्टिल पर्चेस गरिरहेको छ। सो म यहाँ लेख्छु 58 ले एफएमडिबिएल पर्चेस गरिरहेको छ। 58 ले एफएमडिबिएल स्टिल बाई गरिरहेको छ। नम्बर 1 मा सीएसडीसी को थोरै क्वान्टिटी छ, एफएमडिबिएल को धेरै क्वान्टिटी छ। अब यदि सेल्स एफएमडिबिएल को सेल्समा हेर्ने हो भने 2,23,000 बाईमा छ भने 1,37,000 लगभग 50% चाहिँ लगभग 100% डबलै बाईको 50% सेलमा छ। चाहिँ अफकोर्स नाइस बाई राम्रो नै छ। पछि मैले एफएमडिबिएल एउटा चुज गरेँ। पिपिसिएल पनि ठिकै छ। एसटिएल म किन्न सक्दिनँ, मेरो लिमिटमा छैन। एनजिपिएल पनि कन्सिडर गर्न सकिन्छ, तर एफएमडिबिएल टपमा छ विकलीमा है। अब त्यसै गरी अर्को 65 लाई हेरौँ। 65 लाई यदि हेर्ने हो भने 65 को विकलीमा बीईटीसी छ। बीईटीसी मैले अब यहाँ के लेख्छु, बीईटीसी लेख्छु 65 बीईटीसी। त्यसपछि म बीईटीसी मा यति हो भने बीईटीसी 10,200 सेल्स क्वान्टिटी छैन, बाई क्वान्टिटी मात्रै छ है। त्यसै गरी म अब चुज गर्छु 62 क्यापिटल म्याक्स। 62 मा हेर्नु 62 मा राधि र बीपीसीएल। राधि हेर्यो भने 75-23 ठिक छ। 75 लाई हेर्यो भने 62 लाई हेर्यो भने 62 मा राधि राधि। त्यसै गरी अब 64 लाई हेर्ने भने एनआरआईसी युएसबीसीएल म यसलाई इग्नोर गर्छु, किनकि मलाई मेरो मनपर्ने सेयर कुनै पनि छैन। त्यसै गरी 45 इम्पेरियलमा हेर्यो भने एचआरएल जुन चाहिँ मैले सेल गरिसकेँ। ठिक छ। एचआरएललाई हेर्यो भने यता आधी सेल्समा छ, त्यसमा बाईमा छ 45 हो, धेरै नै बाई गरेर आउँदैछ। ठिक छ। बेचेको सेयर अब म किन्दिनँ। त्यो पनि एकचोटि राख्नु न भएन वाच लिस्टमा। 45 मा एचआरएल। त्यसै गरी 45 पछि अर्को छ हाम्रो 39 सुमेरो। 39 लाई हेर्यो भने 39 मा एमकेजीसीएल
MKGCL 565 ठिक छ 39 MKGCL 41 पनि हेर्थ्यो CSDC र शिवम SRL म बेचिसके 2269 एभरेज प्राइस 2242 हाते malo शिवम SHPC यति भाइ यति मैले लगभग 1 2 3 4 5 6 वटा ब्रोकरको टपिक चुज गरेँ अब त्यसपछि म के गर्छु भने त्यसपछि पिक गरेपछि म चार्टमा जान्छु ट्रेडिङ चार्ट मेरो इनबिल्ट MACD र RSI मेरो इन्डिकेटर डिफल्ट मै रहिरहन्छ मलाई 1 डे को चार्टमा लान्छु down but up बढ्ने क्रममा छ FMDBL यसको सपोर्ट रेजिस्टेन्स यस्तो खासै कुनै पनि छैन हैन सर्ट टर्ममा यसलाई मान्ने यसलाई अब त गाह्रो पर्छ बढ्ने त अब धेरै बढ्छ बढ्ने थियो हैन मलाई चाहिँ रिभर्स लगाउँछ जस्तो लाग्छ यसमा त्यही भएर मैले यसलाई इग्नोर हान्दिए यो चाहिँ कन्सिडर गर्न सकिन्छ यतातिर यतितिर लिनुपर्ने खासमा यतातिर रिभर्सलको सिग्नेचर आयो हैन यहाँतिर रिभर्सलको सिग्नेचर आइसकेको थियो आयो अब यसलाई कन्सिडर गर्न सकिन्छ BTC यसलाई मैले एज यसलाई कति पोइन्ट आउँछ हेरौँ है त 23% को बेसिसमा मैले गर्न सकिन्छ ल BTC एउटा मेरो BTC आयो सिलेक्सनमा अब अर्को छ राधीलाई हेर्यो भने राधी नो बाइमा गयो HRL पनि नो नै हो अब मैले HRL त नो भनेर नै सेल गरे हो MKGCL MKGC लाई हेर्यो भने
यो त स्टिल रिभर्सलको सिग्नेचरमा त छैन, त्यही भएर म यो वाचमा हुन्छ तर किन्दिनँ। ओ सानी मामा हेड पढे त के गरिरहेको रहेछ ल, सक चेन्ज अफ क्यारेक्टर के गरिरहेको रहेछ है यसमा पनि। यो पनि मेरो लागि छैन, नो। हजुर, मैले भनेपछि एउटा बिइडिसी मात्र मेरो सेलेक्सनमा छ र भोलि म बिइडिसी मेरो फोकसमा छ होइन। अब बिइडिसी म कतिमा किन्छु भन्दाखेरि चाहिँ अब सुरुमा भत्तै पर्न सक्छ होइन, त्यही पनि अब मैले किने भनेको अलिकति डाउनमा यति सुरुमा म 586 को रेन्जतिर 86-85 को रेन्जमा राख्छु। भएन भने मैले मार्केटमा पनि किन्न सक्छु। अब त्यो डिपेन्ड्स हुन्छ भोलिको सिचुएसन हेरेर। तर स्टक सेलेक्सन भयो होइन, प्राइस पनि डिटरमाइन भयो, तर भोलि एन्ट्री लिने प्राइस प्लस माइनस हुन सक्छ, डिपेन्ड्स अपन द सिचुएसन अफ द मार्केट।